एक पटक पुगेपछि फेरि सम्झना दिलाइरहने फिक्कल पर्यटकहरूको मनमा बस्ने गन्तव्य हो। नेपालको बागमती प्रदेशमा अवस्थित सिन्धुली जिल्लाको फिक्कल प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र सांस्कृतिक विविधताले भरिएको भूमि हो। यो भूमि फिक्कल गाउँपालिका 3 मा पर्छ। समुद्री सतहदेखि 7,814 फिट उचाइमा रहेको छ। यो सिन्धुली जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छ। यही सुन्दर जिल्लाको पहाडी काखमा अवस्थित छ फिक्कल। हरियालीले ढाकिएको डाँडाकाँडा, शान्त वातावरण र प्रकृतिको अनुपम उपहारले फिक्कललाई विशेष पहिचान दिएको छ। फिक्कल पुग्ने यात्राको सुवाससँगै प्रकृतिको मोहक दृश्यले यात्रुलाई स्वागत गर्छ। मान्छेले भन्छन् मरेपछि स्वर्ग पुगिन्छ भनिन्छ, तर हामी स्वर्गमा नै जन्मिने मौका पायौँ, मरेपछि कहाँ पुगिन्छ? हिमाल, पहाड, तराईको शेरफेरमा चट्ट मिलेको यस भूगोलभित्र जो कोहीले पनि सोच्न बाध्य हुन्छ। 12 मास हरियाली ओगट्ने पहाड, कलकल बगिरहने नदीनाला, भरिपूर्ण गाउँहरू कोहीलाई अलौकिक दुनियाँ अनुभूति हुन्छ। जङ्गलमा लाली गुराँस तातम्य भएर फुल्छ, तब मनलाई नै आनन्दित बनाउँछ। ती लाली गुराँसका फुलहरू हावा सुसाउँदा मनमा अज्ञात खुसी पलाउँछ र लाग्छ त्यो धरती कुनै साधारण ठाउँ होइन। डाँडामाथि फैलिएको हरियाली, वरिपरि फैलिएका वन जङ्गल र चिसो हावाले यहाँ आउने जो कोहीलाई आनन्दित बनाउँछ। गाउँदेखि फिक्कलको चुचुरोतर्फ जाने बाटो खुड्किलाले सजिएको छ। ती खुड्किलाहरू चढ्दै जाँदा यात्रुहरू प्रकृतिको नजिक पुग्दै गएको अनुभूति गर्छन्। प्रत्येक खुड्किला चढ्दा थकानसँगै नयाँ उत्साह पनि जाग्छ। प्राकृतिक मनमोहक दृश्यसँगै माथि पुग्ने आशले यात्रुहरूलाई निरन्तर अघि बढ्ने प्रेरणा दिन्छ। बाटोको खुड्किलाको दायाँ बायाँमा फैलिएका घना वनजङ्गलहरूले फिक्कललाई हरियाली ओढनी उडाएका छ। ती वनहरूले वातावरणलाई शुद्ध र जीवन्त बनाइरहेका छन्। जङ्गलहरू केवल हरियालीको लागि मात्र होइन, बहुमूल्य जडीबुटीका लागि पनि प्रसिद्ध छ। यहाँका विभिन्न प्रकारका औषधीय वनस्पतिहरू पाइन्छन्, जसले प्राकृतिक अमूल्य सम्पदा झल्काउँछन्। वनभित्र पाइने जडीबुटीहरूले यहाँका स्थानीय बासिन्दालाई औषधि र जीविकोपार्जन दुवैको आधार दिएका छन्। प्रकृतिसँगको यो सम्बन्धले गाउँले जीवनलाई अझ अर्थपूर्ण बनाएको छ। बिहानको समयमा जङ्गलभित्रबाट सुनिने चराचुरुङ्गीको सुमधुर आवाजले वातावरणलाई सङ्गीतले भरिएको जस्तो बनाउँछ। प्रकृतिको त्यो मधुर धुनले मनलाई शान्त बनाइदिन्छ। पहाडहरू हरियो घाँस र वनले ढाकिएका छन्। ती पहाडहरूले गाउँलाई अँगालो हाले जस्तो गरी घेरेका छन्। टाढामाथि पुगेपछि देखिने दृश्य साँच्चै नै अद्भुत हुन्छ। टाढासम्म फैलिएका पहाडहरू, तलका बस्तीहरू र माथिको खुल्ला आकाशले प्रकृतिको अनुपम चित्र कोर्छन्। सफा मौसममा फिक्कलको चुचुराबाट टाढासम्म फैलिएका सेतान्ने अन्य 10 हिमालहरू देख्न सकिन्छ। ती प्राकृतिक मनोरम दृश्य हेर्नका तथा अध्ययन गर्नका लागि पर्यटकहरू आउने गर्छन्। ती हिमालहरूले प्राकृतिकको विशालता र सौन्दर्यतालाई झन् उजागर गर्छ। फिक्कलबाट तलतिर हेर्दा तराईका क्षेत्रका समथर भूभाग र हरियाली डाँडाकाँडा उपत्यकाहरू देखिन्छन्। पहाड र तराईको त्यो मिलनले प्राकृतिकको अनौठो सौन्दर्य प्रस्तुत गर्छ। यस क्षेत्र वरिपरि रहेका गाउँका सरल र प्राकृतिक जीवनशैलीका प्रतीक हुन्। साना घरहरू, हरिया खेतबारी र खुल्ला आँगनहरूले गाउँलेको जीवनको सुन्दर कथा सुनाउँछन्। यहाँका मानिसहरू मेहनती, सरल र मिलनसार छन्। प्रकृतिसँग घुलमिल भएर बाँच्ने उनीहरूको जीवनशैलीले गाउँलाई जीवन्त बनाएको छ। गाउँमा विभिन्न जात जातिका मानिसहरू बसोबास गर्छन्। ती जातिहरू मगर, तामाङ, नेवार, ब्राह्मण, छेत्री लगायतका समुदायहरूले यहाँको आफ्नो संस्कृति र परम्परा जोगाएर बसेका छन्। विविध जात जातिहरूको सङ्गमले यहाँको समाजलाई अझ समृद्ध र रङ्गीन बनाएको छ। एक अर्काको सांस्कृतिक सम्मान सद्भाव गर्ने भावना गहिरो रूपमा बसेको छ। मानिसहरूको परम्परागत वेशभूषाले स्थानीय संस्कृतिको पहिचान झल्काउँछ। रङ्गीन पहिरन, गहना र परम्परागत पोसाकहरूले यहाँको सांस्कृतिक सौन्दर्यलाई अझ उजागर गर्छ। फिक्कलमा मनाइने चाडपर्वहरूले गाउँलाई जीवन्त बनाउँछ।
दसैँ, तिहार, तीज, लोसार जस्ता पर्वहरूमा विभिन्न किसिमका नाच प्रदर्शन गरी गाउँभरि उत्साह वातावरण फैलिन्छ। यसरी खुड्किला, वनजङ्गल, जडीबुटी, पहाड, हिमाल, तराईका दृश्यहरू, गाउँ, वेशभूषा र संस्कृतिले फिक्कललाई अद्वितीय बनाएका छन्। यहाँका प्रकृति र सांस्कृतिक एक आपसमा मिसेर जीवनको सुन्दर चित्र कोर्छन्। सिन्धुलीको फिक्कल केवल एउटा स्थान मात्र होइन, यो प्राकृतिक संस्कृति र मानव जीवनको अनुपम सङ्गम हो। यहाँका पहाड, जङ्गल, जडीबुटी, गाउँ र टाढा टल्किने हिमालहरूले सधैँ प्राकृतिक महानता र संस्कृतिको सुन्दरता सम्झाइरहन्छन्।